पर्ने थियो। उसलाई बर्बादीमा खुसी पाउनु पर्ने थियो, आफै भत्कियो घर भत्काउनु पर्ने थियो। प्रथम अरू नै भयो तिमी आउन छुटाएर, प्रथम अरू नै भयो तिमी आउन छुटाएर, प्रथम अरू नै भयो तिमी आउन छुटाएर, प्रतियोगिता कसैलाई रुवाउनु पर्ने थियो। प्रथम अरू नै भयो तिमी आउन छुटाएर, प्रतियोगिता कसैलाई रुवाउनु पर्ने थियो। बाआमाको तस्बिर भित्तामा राखिदिए, बाआमाको तस्बिर भित्तामा टाँसिदिए, बाआमाको तस्बिर भित्तामा टाँसिदिए। मलाई सस्तो दरमा मन्दिर बनाउनु पर्ने, बाआमाको तस्बिर भित्तामा टाँसिदिए। मलाई सस्तो दरमा मन्दिर बनाउनु पर्ने थियो। यहाँको सबैभन्दा राम्रो चित्रकार को छ? यहाँको सबैभन्दा राम्रो चित्रकार को छ? यहाँको सबैभन्दा राम्रो चित्रकार को छ? जिन्दगी अलिक राम्रो बनाउनु पर्ने थियो, जिन्दगी अलिक राम्रो बनाउनु पर्ने थियो। यहाँको सबैभन्दा राम्रो चित्रकार को छ? जिन्दगी अलिक राम्रो बनाउनु पर्ने थियो। कागजमा आँसु लेखेर पानीमा छोडेको छु, कागजमा आँसु लेखेर पानीमा छोडेको छु, कागजमा आँसु लेखेर पानीमा छोडेको छु। मैले जसरी पनि आँसु बगाउनु पर्ने थियो। कागजमा आँसु लेखेर पानीमा छोडेको छु, कागजमा आँसु लेखेर पानीमा छोडेको छु। मैले जसरी पनि आँसु बगाउनु पर्ने थियो। बाँचुन्जेल पनि घरमा बसी शिशोर, बाँचुन्जेल पनि घरमा बसी शिशोर, बाँचुन्जेल पनि घरमा बसी शिशोर। घर त आखिर मरेर पनि आउनु पर्ने थियो, घर त आखिर मरेर पनि आउनु पर्ने थियो। उसलाई बर्बादीमा खुसी पाउनु पर्ने थियो, आफै भत्कियो घर भत्काउनु पर्ने थियो। धन्यवाद। अवसर भनेको प्राय समय सकिएपछि आउने रहेछ। अवसर भनेको प्राय समय सकिएपछि आउने रहेछ। दुनियाँ ढुङ्गाले किचेको लासलाई फुल चढाउने रहेछ। अवसर भनेको प्राय समय सकिएपछि आउने रहेछ। दुनियाँ ढुङ्गाले किचेको लासलाई फुल चढाउने रहेछ। तिमी को थियौ र मलाई जिन्दगी भर लिएर हिँड्ने? तिमी को थियौ र मलाई जिन्दगी भर लिएर हिँड्ने? तिमी को थियौ र मलाई जिन्दगी भर लिएर हिँड्ने? सुकेको मुडोलाई नदीले पनि किनार लाउने रहेछ। सुकेको मुडोलाई नदीले पनि किनार लाउने रहेछ। दुखीलाई नै थपिने रहेछन् नयाँ नयाँ दुःखहरू, दुखीलाई नै थपिने रहेछन् नयाँ नयाँ दुःखहरू, दुखीलाई नै थपिने रहेछन् नयाँ नयाँ दुःखहरू। यो धरतीले होचै ठाउँमा दवा जमाउने रहेछ। दुखीलाई नै थपिने रहेछन् नयाँ नयाँ दुःखहरू। यो धरतीले होचै ठाउँमा दह जमाउने रहेछ। त आफ्नो क्षमतामा यति घमण्ड नगर ईश्वर, त आफ्नो क्षमतामा यति घमण्ड नगर ईश्वर, त आफ्नो क्षमतामा यति घमण्ड नगर ईश्वर। यहाँ मिस्त्रीको पनि चिहा मरै अर्कैले बनाउने रहेछ। आफ्नो क्षमतामा यति घमण्ड नगर ईश्वर, यहाँ मिस्त्रीको पनि चिहान अर्कैले बनाउने रहेछ। अवसर भनेको प्राय समय सकिएपछि आउने रहेछ।